Demila with a cross. A curler this time. Could be a header. Will be a shot from Samba. That goes in. सन् 2026 मा उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप 2026 को छनौट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ। नवनियुक्त प्रशिक्षक प्याट्रिक जे वाइटले अनुभवी खेलाडीहरूलाई प्राथमिकतामा राख्दै अन्तिम टोलीको घोषणा गरेका छन्। यस पटक टोलीमा मिडफिल्डर प्रतीक्षा चौधरी पहिलो पटक टिममा परेकी छिन्। एफएफबाट राइट ब्याक पोजिसनमा खेल्ने उनी टोलीमा रहँदा पछिल्लो छनौटबाट सुषमा तामाङ र तुलसा बोरा भने टिममा परेनन्। नेपाल र आयोजक उज्बेकिस्तानसँगै समूह एफमा लाओस र श्रीलङ्का पनि रहेका छन्। हरेक समूहको विजेताले अस्ट्रेलियामा हुने एसियन कप खेल्ने छन् भने नेपालले लाओससँग नेपाली यही असार 15 अर्थात् अंग्रेजी महिनाको जुन 29, श्रीलङ्कासँग असार 18 गते अर्थात् जुलाई 2 तारिखमा र उज्बेकिस्तानसँग असार 21 गते अर्थात् जुलाई 5 तारिखमा नेपालले प्रतिस्पर्धा गर्नेछ। नेपालले उज्बेकिस्तान विरुद्ध विगतमा खेलेका 3 खेलहरूमा सबै खेलमा हारेका छन् भने लाओससँग अहिलेसम्म कुनै खेलहरू पनि खेलेका छैनन्। तर नेपालले श्रीलङ्कासँग भने 8 खेलहरू खेलिसकेका छन् र ती सबै खेलहरू जितेका छन्। खेल छनौटमा सहभागी 34 टोलीहरूलाई 8 समूहमा विभाजन गरिएको छ। उक्त एसियन कप सन् 2026 मार्चमा अस्ट्रेलियामा हुँदैछ। प्रतियोगितामा 12 जम्मा टोली सहभागी छन् भने आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनौटमा परिसकेका छन्। नेपाली टिममा गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राणा मगर छन् भने मिडफिल्डरमा गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक्क, पूजा राणा र अमृता जैसी रहेका छन् भने मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरू लिम्बू, सबिता राणा मगर र सरस्वती हमाल रहेका छन्। त्यस्तै गरी फरवार्डमा सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन्। एएफसी महिला एसियन कप 2026 को छनौट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरिरहँदा भने अर्को नेपाली महिला फुटबलका लागि भने दुःखको खबर रहेको छ, जहाँ एक उत्कृष्ट नेपाली महिला खेलाडी विदेशिनु बाध्य भएकी छिन्। उनी हुन् ए डिभिजन लिग क्लब सङ्कटाकी मिडफिल्डर ममता पुन मगर। उनी केही दिन अघि मात्रै विदेश पलायन भएकी हुन्। सङ्कटा क्लबका अनुसार उनी क्रोएसिया लागेकी हुन्। उनी सङ्कटाको पहिलो महिला टोलीको सदस्य पनि हुन्। उनले एन्फा महिला लिगमा 8 खेल खेल्दै 1 गोल र असिस्ट गरेकी थिइन्, तर सङ्कटा सुपर लिगमा पुग्न भने चुकेको थियो। सोही लिग सङ्कटाले छनौट खेल्ने तयारी गर्दै गर्दा ममता भने फुटबलमा आफ्ना भविष्य नदेखेपछि आफ्नो सुन्दर भविष्य बनाउनका निमित्त क्रोएसिया प्रस्थान गरेकी छिन्। उनले गत वैशाखमा हेटौडामा भएको शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्ड कप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। त्यस्तै बाराको नवजन जागृत क्लब विरुद्धको सङ्कटाको 6-1 को जितमा उनी एक्लैले 5 गोल गरेकी थिइन्, जसले गर्दा उक्त खेलमा उनी नै प्लेयर अफ द म्याच घोषित भएकी थिइन्।